नमस्कार अनि हाँस्यो म फेरि पनि च्याप्टर 12 को छङ्गो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ हामी के पढ्नेछौँ भन्दाखेरि हानगुगे कोरियाको थेजुङ खेतोङ कोरियाको सार्वजनिक यातायातको बारेमा हामी अध्ययन गर्नेछौँ। भिडियोलाई ढिलो नगरिकन पहिलो प्याराग्राफमा के छ त हेरौँ है त। पहिलो प्याराग्राफमा के रहेको छ भन्दाखेरि हानगुगुन कोरियामा चाहिँ थेजुङ खेतोङ सार्वजनिक यातायातले चाहिँ छाल राम्रोसँगले अथवा राम्ररी फाल्दाल थोय अथवा फाल्दाल दोय इन्नुन विकास भएको नारायणिदा देश हो। थेजुङ खेतोङ सार्वजनिक यातायात थेजुङ खेतोङ सार्वजनिक यातायातलाई योङआय प्रयोग गरेर खाकाउन नजिकै भएको खोतपुनमा आनिरा मात्र नभएर मन टाढा भएको खोस्रुदो ठाउँ पनि फेल्ली आगे सहज हुने गरी इदोङ हाल्सु सुनिदा भनेको एक ठाउँबाट अर्को ठाउँ जान सकिन्छ भन्नु अर्थ त यात्रा गर्न सकिन्छ भन्न खोजेको हो नि त हैन। मिलाएर पढ्दा यात्रा गर्न सकिन्छ भनेर पढ्न सकिन्छ है। त्यसै गरी प्याराग्राफ 2 मा हेरौँ के छ। थोसी गाने सहरहरू बीच इदोङे चलायनमा अथवा यात्रामा एक ठाउँबाट अर्को ठाउँ जानु भनेको यात्रामा खाजाङ सबैभन्दा नली व्यापक रूपमा इयोङ प्रयोग हुने खेतोङ सार्वजनिक सुदानुल साधनलाई खोसोक पशु हिँड्दा तीव्र गतिको बस वा एक्सप्रेस बस भनेर भनिन्छ। सौल अथवा बुसान दुङे इत्यादिको थेथोसी ठुलो सहर र छोङसो थोसी साना तथा मझौला सहर यनगेल हानुन जोड्ने नोसन दूरी मार्गहरूले मानि धेरै इसुम्य छ भने छुयो प्रमुख नोसन दुरुन प्रमुख मार्गहरू चाहिँ सिमिया सिगानेदो रातको समयमा पनि उनिङदनिदा सञ्चालन हुन्छ। खाकाउन नजिकै भएको थोसी सहर गाने बीचको चालबुन छोटो खरिलो दूरीलाई इदोङ हाल्तेनुन दूरीमा चाहिँ चालबुन छोटो दूरीमा इदोङ हाल्तेनुन एक ठाउँबाट अर्को ठाउँमा जानु भनेको मैले यात्रा गर्नु भनेर भनिसकेको छु। यात्रा गर्ने बेलामा चाहिँ सिवे सहर बाहिरको फसुरुल बसलाई चाहिँ इयोङ हामेन थोइमिदा प्रयोग गर्यो भने हुन्छ। खुरिगो अनि थोसी सहर नेसनुन भित्र चाहिँ सिने फसुरुल सहरभित्रको बसलाई इयोङ हामेन प्रयोग गर्यो भने थोसी सहरको खोतखोसुल ठाउँमा चाहिँ सुक्के सजिलै खाल्सु स्मिदा जान सकिन्छ। नजानेको मिनिङ टिप्नु होला है। मैले अगाडि पनि प्रत्येक भिडियोमा यही कुरा भनिरहेको छु। नजानेको मिनिङ टिप्नु होला, त्यसलाई पढ्नु होला, याद गर्नु होला है। कोरियन भाषामा याद गर्नु बाहेक अरू विकल्प छैन। याद गर्नुपर्छ, सिर्फ याद गर्ने हो क्या। प्रत्येक कुरा याद गर्नु पर्यो, प्रत्येक कुरा रट्नु पर्यो। छुयो भनेको प्रमुख थोसी एनुन ठुलो सहरमा चाहिँ खिचायगी रेल स्टेसन इस्सा भएर छल्दोरुल रेलको मार्ग अथवा रेलको मार्ग भनेको रेलको लिकलाई हैन इयोङ हान प्रयोग गरेको थोसीगान सहरहरू बीच इदोङदो यात्रा पनि खानुङामिदा सम्भव हुन्छ। यात्रामा पनि खानुङामिदा सम्भव हुन्छ। यल्छा एनुन रेलमा चाहिँ केटीएक्स कोरियन ट्रेन एक्सप्रेस भन्छ है। एसआरटी वा यो रेलको प्रकार र खातुन जस्ता खोसोक तीव्र गतिका यल्छा रेल र सेमाउलो भनेको यो सस्तो रेल भनेर बुझ्नु है। सेमाउलो मोगुङवा हो। मोगुङवा भन्यो भने कोरियाको राष्ट्रिय फुलको नाम है। र मोगुङवा हो भन्यो भने यो चाहिँ सस्तो रेल भनेर बुझ्नु। कोरियामा सस्तो रेल अलिकति ढिलो चल्ने। केटीएक्स र एसआरटी भनेको यो तीव्र गतिमा कुद्ने रेल भयो। यसको भाडा पनि महँगो पर्छ, शुल्क पनि महँगो पर्छ। छोटो समयमा धेरै ठाउँ घुम्न सकिन्छ। यो कुरा फेरि पढ्छौँ हामी। यो मोगुङवा होमा जाउँ है। ल टपिकमा जाउँ। मोगुङवा हो भनेको रेल हैन, रेलको एउटा प्रकार रहेछ भन्ने कुरा बुझौँ। दुङ इत्यादि गुवा खातुन जस्ता इल्बान सामान्य यल्छाका रेल सुनिदा हुन्छ। खोसोक तीव्र गतिको यल्छानुन रेल चाहिँ योगुमी भाडा चोम अलिकति फिस्सा चिमान महँगो भए तापनि पारुगो छिट्टो गरेर फेलिआउनिदा सहज हुन्छ। सौरेस बुथ सौलदेखि हानगुगे कोरियाको छोएनामदान सबैभन्दा दक्षिण भागमा रहेको थोसिन सहर फुसानकाजी बुसानसम्म थोसीगान 2 घण्टा फानचुम खलिनिदा 2.5 घण्टा 30 मिनट भन्न खोजेको है। फान भनेको 2.5 घण्टा अथवा 2 घण्टा 30 मिनट लाग्छ। खोसोक बस्सु तीव्र गतिको बस वा एक्सप्रेस बस न अथवा खिचा रेल। अर्को प्याराग्राफमा हेरौँ। रेल दुङे इत्यादिको छाङ्गरी लामो दूरी चाहिँ थेजुङ खेतुङ सार्वजनिक यातायातलाई इयोङ हाल्तेनुन प्रयोग गर्ने बेलामा चाहिँ इन्टरनेट इना अथवा मोबाइल
एबुल एप थोङे मार्फत फ्योरुल टिकटलाई येमे हानुन खसी छोसुनिदा बुकिङ गर्ने कुरा राम्रो हुन्छ। अर्को या खादा भनेर पनि हुन्छ है, या खादा कस्तो टाइपिङ अलिक राम्रो हुँदैन मेरो, त्यही भएर मलाई लेख्न मन लाग्दैन। या अर्को खादा भन्ने हुन्छ। यो या खादा र येमे हादाको अर्थ एउटै हो, बुकिङ दुइटैको अर्थ बुकिङ गर्नु हो। तर कस्तो अवस्थामा बुकिङ गर्नु हुँदा यो येमे हादा भनेको चाहिँ पैसा तिरेर बुकिङ गर्नु, यो या खादा भनेको चाहिँ पैसा नतिरिकन बुकिङ गर्नु वा अलिकति एडभान्स दिएर बुकिङ गर्नु, अथवा यसरी पनि बुझ्न सक्नुहुन्छ, टिकटहरू किन्नु होइन, अथवा अगाडि नै किन्नु, बुकिङ गर्नु अथवा किन्नु भन्दाखेरि येमे हादा, होटलहरू वासस्थानहरू होइन बुकिङ गर्दाखेरि या खादा भनेर पनि सम्झिँदा पनि भयो। यति सम्झे पुग्यो है। त्यसै गरी अर्को प्याराग्राफ हेरौँ। उल्सान, बुसान, थेगु, थेजन, ख्वाङ्जु, दुङ्वा इत्यादि खातुन जस्ता थेथोसी एनुन ठुलो सहरमा चाहिँ छियाछरी छियाछल भनेको सबवे, अन्डरग्राउन्डमा चल्ने रेल है, यी सुनिँदा हुन्छ। छियाछरुल सबवे इयोङ हामी प्रयोग गऱ्यो भने थोसी सहर आनेसनुनभित्र चाहिँ पाल्ली छिटो इदोङ हाल सुसिन्दा यात्रा गर्न सकिन्छ अथवा एक ठाउँबाट अर्को ठाउँमा जान सकिन्छ। त्यसै गरी अन्तिम प्याराग्राफ होला सायद यो अन्तिम प्याराग्राफै रहेछ। र अन्तिम प्याराग्राफमा के छ भन्दाखेरि नि थेक्सिनुन ट्याक्सी चाहिँ सुमुल्ने सिगान 24 घन्टा इयोङ हालसु इन्नुन प्रयोग गर्न सकिने फेलियान सहज भएको खेतोङ सार्वजनिक सुदान यातायातलाई इम्निदा हो। सोनुल हातलाई थुर हल्लाई छिना गानुन पार गरेर जाने फिन भनेको खाली फिदाबाट आएको, यो फिदाबाट आएको है, फिदाको दा काटेर नहुनले एको जनाउँछ नि त, पक्कै पनि अगाडि पढ्नुभएको होला बेसिक क्लासमा। मैले त्यो बेसिक क्लासको अगाडिको बारेमा केही पनि राखेको छैन, सिधै एडभान्समा गएर छङ्बोहरूले केही हेल्प गर्छ कि भनेर मैले यो सिधै डाइरेक्ट बिच इम्पोर्टेन्ट कुराहरू मात्र राखेको छु है। तपाईँहरूले कमेन्ट गर्नु भने अगाडिको बेसिक कुराहरू पनि म सिकाउन सक्छु, तर कमेन्टै गर्नु पर्यो। ट्याक्सी भनेको ट्याक्सीलाई छाबुल सुदो, फिन ट्याक्सी भनेको खाली ट्याक्सीलाई छाप्ता भनेको समात्नु अथवा रोक्नु, छाबुल सुदो समात्न सक्ने अथवा रोक्न सक्ने पनि इच्छिमान भए तापनि मोबाइल, खाली ट्याक्सीलाई समात्न सक्ने भए तापनि मोबाइल एप थोङे मार्फत फेरि आगे सहज हुने गरी ट्याक्सीलाई फुरुल सुदो इस्युनिदा बोलाउन पनि सकिन्छ। होइन त, हामीले यो कुरा बुझ्यौँ नि होइन त, सजिलै छ। हामीले प्रयासले त हो अघि सबै कुरा जान्ने भनेको प्रयास चाहिँ गर्नुपर्छ है, कोसिस गर्नुपर्छ, नजानेको मिनिङ टिप्नुपर्छ, त्यो कुरालाई याद गर्नुपर्छ, त्यसपछि बारम्बार पढ्नुपर्छ, एकचोटि दुईचोटि तिनचोटि कति पढ्दै जाने, जबसम्म आउँदैन पढ्दै जाने है। ठिक छ, हजुरहरूले यो भिडियोबाट केही न केही कुरा सिक्नुभयो होला, केही न केही कुराको जानकारी हानबुके कोरियाको थेचुङ खेतोङ होइन सार्वजनिक यात्राको बारेमा केही न केही जानकारी पनि पाउनुभयो होला। हजुरहरूलाई यो मेरो भिडियो राम्रो लाग्यो, यसबाट केही न केही हेल्प मिल्यो जस्तो लाग्यो भने होइन पक्कै पनि मिल्यो होला भन्ने आशा राखेको छु। लाइक सेयर होइन, लाइक सब्सक्राइब सेयर गर्न नबिर्सिनु होला भन्दै आजको लागि यो भिडियोलाई म यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद है त।